안녕하세요, 여러분. 스마트 학원에서 산토쌤입니다. नमस्कार। यहाँहरूलाई केही समयको अन्तरालपछि आज मैले फेरि तपाईँहरू सामु च्याप्टर 8लाई लिएर आएको छु। आज च्याप्टर 8लाई पनि हामीहरूले आज शीर्षक तपाईँको खाजोक वा छिङ्गो भनेर दिएका छ के अरे होइन, भनेको अर्थ परिवार र साथी र यी लगायतको कुराहरूको बारेमा आज हामीले शीर्षक हेरिकन तपाईँले थाहा पाइहाल्नु होला र ढिलो नगरिकन आजको च्याप्टर 8लाई सुरु गर्न गइरहेको छु। सिधा सिधा आजको च्याप्टरमा आएको कुराहरूलाई एकचोटि हेरौँ सर हामीले। जस्तै सानो एउटा थेवा जस्तै सानो एउटा वार्तालाप जस्तै यहाँनिर राखिएको छ कुरा। के भनेको छ भन्दाखेरि अब चाहिँ के छ, खिगा खुसिने हो भनेर भनेको छ। भन्नाले अब चाहिँ के छ, खिगा खुसिने हो, बुवा हजुर त हाइट अग्लो हुँदो रहेछ नि, अथवा अग्लो भइबक्सनु हुँदो रहेछ नि भनेर यस्तो तरिकाले आजको कुराहरू राखिएको छ। अब यो शब्दको अर्थले पनि तपाईँले अलिकति साह्रो बुझ्नुभयो होला। आज हामीले अलिकति आधारार्थी शब्दहरूको बारेमा पनि हामीले हेर्न र बुझ्न जाँदैछौँ। जस्तै उसले त्यो भनेपछि अब चाहिँ के छ, खिगा खुसिने हो, बाबा हजुर त के त हाइट अग्लो भइसक्नु हुँदो रहेछ भन्दाखेरि उसले भनेको छ खिगा खुगो मसी सुसेयो भनेर भन्छ। खिगा खुगो मसी सुसेयो, हजुर हाइट अग्लो र एकदमै स्मार्ट हुनुहुन्छ भनेर भन्नुको छ। मसित भनेको ह्यान्डसम अथवा स्मार्ट होइन, आकर्षित देखिनु भन्ने अर्थ लाग्दछ। आज हामीले मुलपकलाई एकचोटि हेरौँ। मुलपकमा राखिएको कुराहरू जस्तै क्रियापदहरूसँग है, जस्तो वाक्यमा चाहिँ आदर भाव गर्नको लागि चाहिँ हामीले सी अथवा उसीको प्रयोग गर्ने गर्दछौँ, जसको चाहिँ सम्मानसूचक भनेर बुझिँदछ। जस्तै वाक्यमा आदर भाव व्यक्त गर्न प्रयोग गरिन्छ, विशेष रूपमा उच्च पदस्थ व्यक्तिहरू, शिक्षक वर्गहरू, ग्राहक वा ज्येष्ठ व्यक्तिहरूसँग बोल्दा प्रयोग गर्ने एउटा के त अंश हो है, जसको बारेमा हामीले एकछिनमा फेरि हेर्नेछौँ भने। र अर्को कुरा आएको छ व्याकरणमा गो भनेर। गोले चाहिँ विशेष त तपाईँको के त दुईवटा कार्यहरूलाई जोड्नलाई प्रयोग गरिने एउटा अंश हो, जसले चाहिँ र अथवा अनि भन्ने अर्थ बुझाउने गर्दछ। सम्बद्ध वा क्रमबद्ध कार्यहरूलाई जनाउनको प्रयोग गरिन्छ, जस्तै दुईवटा वा बढी कार्यहरूलाई क्रमशः जोडेर प्रयोग गरिन्छ भनेर भनेको छ र राखिएको छ। भने अभिलाई आज हामीले हेरौँ। अभिमा हामीले हेर्नेछौँ शब्दावलीहरू चाहिँ खाजकहरूको बारेमा, परिवारहरूको बारेमा र वेमो वा संख्यक। वेमो भनेको बाहिरी रूप होइन, बाहिरी रूप भनेर बुझिन्छ। जस्तै मान्छे कति राम्रो, कति अग्लो, कस्तो राम्रो, राम्री, यस्ता लगायतको कुरा हामीले चाहिँ बाहिरी आवरण अथवा बाहिरी रूपलाई हेरेर भन्ने गर्दछौँ। भने संख्यक, संख्यक भनेको के त मान्छेहरूको स्वभाव है, मान्छेहरूको व्यवहार, उनीहरूको बानी व्यवहार, यस्तोलाई चाहिँ संख्यक भनेर भनिन्छ। भने मुनुहा र छङ्गमा आज हामीले हेर्न गइरहेको छौँ नुप्फिमाल वा फाम्माल है। नुप्फिमाल भनेको शिष्ट भाषा, शिष्ट बोली, र फान्माल भनेको चाहिँ ठाडो भाषा भनेर भन्न सकिन्छ है, ठाडो भाषा। अब ठ्याक्कै अर्थ खुलाउने नि भने फान भनेको आधा, माल भनेको बोली शब्द, जस्तै लामो बोलीलाई नि छोटाएर आदि बनाएर बोलिने बोली, अर्थात् सर्टली बुझ्ने हो भने चाहिँ ठाडो भाषा भनेर भन्न सकिन्छौँ हामीले। फाम्माल वा नुप्फिमाल भनेर दिएको छ। ल हेरौँ त आज हाम्रो यस च्याप्टरमा राखिएको हाक्सिप मोफ्यो भनेर राखिएको छ। हाक्सिप मोफ्यो भनेको चाहिँ के हो भन्दाखेरि यस पढाइका अथवा सिकाइका उद्देश्य के हो, लक्ष्य के छ त भन्ने अर्थ लाग्दछ। भने आज हामीले के सिक्न गइरहेछौँ त यो च्याप्टरबाट भन्दाखेरि खाजक वा छिङ्गु हेथे हे, कसको बारेमा त परिवार र छिङ्गु हेथे साथीहरूको बारेमा मुदको सोध्न र थेदा फाल्सुइता उत्तर दिन सकिनेछ। त्यसै गरी वेमो वा संख्यके थिए, वेमो भनेको बाहिरी रूप र संख्यक भनेको उसको तपाईँको बानी व्यवहार अथवा स्वभावको बारेमा के त मारहाल्सुइता भन्न अथवा बोल्न सकिनेछ भनेर राखिएको छ। ल एकचोटि हामीले हेरौँ अहिका केही कुराहरूलाई। खाजोक भनेर दिएको छ, खाजोक भनेको परिवार भनेर हजुरलाई थाहा भइहाल्यो है। अब हामीले खाजोक
मा जानुभन्दा अलिकति अगाडि यहाँनिर थोरै मिनिङहरू अथवा अवधिहरू राखेको छ। एकचोटि यसलाई बुझौँ है त। जस्तै हामीलाई थाहा छँदैछ इरम भनेको के हो त? नाम भनेर बुझिन्छ। तर त्यही नामलाई चाहिँ शिष्ट तरिकाले आफूभन्दा बडा मान्य अथवा आफूभन्दा उच्च शिष्ट व्यक्तिहरूको नाम के हो भनेर सोद्धाखेरि इरम, इमु, अस्मिका भनेर भन्नु अलिकति उचित मानिँदैन। जसको अवस्थामा चाहिँ तपाईँले के त सङ्हाम भनेर यो शब्द चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। इरम भनेको नाम, सङ्गाम भनेको शुभ नाम भनेर बुझिन्छ भने छिप भनेको घर हो भने त्यसलाई छिपलाई पनि शिष्ट तरिकाले चाहिँ थेक भन्छ। त्यस्तै हाम्रो नेपालमा पनि घर मात्र नभइकन निवास भनेर भन्छौँ भने गृह भनेर पनि भन्छौँ होइन त। त्यसै गरी नाइ भनेको उमेर, त्यसै गरी ठुलो व्यक्तिहरूको उमेर सोध्ने बेलामा हामीले चाहिँ अथवा भन्ने बेलामा नाइ होइन कि यन्से भनेर उच्चारण गर्न पनि हुन्छ भन्नुपर्ने हुन्छ। हेर्नुहोस् है, उमेर सम्मानजनक तरिकाले हामीले उमेर सोद्धाखेरि। र त्यस्तै गरी अझै अर्को कुराहरू शिष्ट शब्दहरूको बारेमा अझै कुराहरू बुझौँ हामीले यहाँनिर। इत्ता भनेको हुनु होइन त, इत्ता भनेको हुनु, घेसिदा भनेको होइसिनु भन्ने अर्थ लाग्दछ। मक्ता खानु, छाप्सुसिदा र थुसिदा भनेर भनिन्छ। जस्तै मक्ता भनेको खानु नै हो भने छाप्सुसिदा भनेको के त खाइबक्सिनु अथवा नेपालीमा अझ त्योभन्दा शिष्ट तरिकाले भन्यो भने जिउनार गरिबक्सनु भनेर बुझिँदछ। भने धुसिदा भनेको चाहिँ के त खानु खाइबक्सनु हो। मक्ता खानु, छाप्सुसिदा जिउनार गरिबक्सिनु अथवा थुसिदा भनेको खाइबक्सनु भनेर भन्न सकिन्छ। भने छादा भनेको सुत्नु, जसलाई अझै शिष्ट तरिकाले भन्ने हो भने छुमुसिदा भनेर उच्चारण गर्नुपर्ने हुन्छ। मारादा बोल्नु, माल्सुम हासिदा, माल्सुम हासिदा भनेको भनिबक्सनु भन्ने अर्थ लाग्दछ। भने आफुदा बिरामी हुनु, दुख्नु वा जसलाई नि उच्च आदर्श तरिकाले फ्यान्छानसिदा, फ्यान्छानसिदा भनेको चाहिँ तपाईँको चाहिँ के अर्थ लाग्छ नि अस्वस्थ होइसिनु अथवा बिरामी हुनुहुन्छ भन्नु र अस्वस्थ हुनु होइसिनु हुन्छ भन्नुमा अलिकति फरक त छ। शिष्ट र उच्च शिष्टको कुराको बारेमा यी कुरा शब्दावलीहरू राखिएका थिए। अब जाउँ हामी खाँचोको बारेमा केही कुराहरू सिकौँ। सबैभन्दा पहिला त हाम्रो ज्येष्ठ नागरिकहरूको घरमा अब सबैभन्दा को हुनुहुन्छ त ठुलो? हाराबजी बाजे होइन, त्यसै गरी हालमनी बजू, त्यसै गरी फुमनिम भनेको आमा बुवा जसलाई हामीले अभिभावक भनेर पनि भन्न सक्छौँ। भने आबजी बाबा जसलाई चाहिँ आप्पा भनेर पनि सम्बोधन गर्ने गरिन्छ। अमनी आमा जसलाई हामीले अम्मा भनेर पनि भन्न सक्छौँ, बोलाउन सकिन्छौँ। भनेको अर्थ कोरियामा बाबालाई आबजी मात्र नभइकन आप्पा भनेर पनि बोलाइन्छ। भने आमनीलाई अमनी मात्र नभइकन अम्मा अर्थात् आप्पा अम्मा भनेर पनि सम्बोधन हामीले गर्ने गर्दछौँ। त्यसै गरी आएको छ यहाँनिर जाउँ है, ना नाम्चा। यदि म चाहिँ केटा हुने हो भने के भन्नु पर्यो त? दाई भन्नु पर्यो भने ह्याङ भन्नु पर्यो। के भन्नु पर्यो त? ह्याङ। यदि म ना यजा म चाहिँ केटी हो भने दाई भन्नु पर्यो भने के भन्नु पर्यो त? ओप्पा भन्नु पर्यो। हजुर, दाईलाई ह्याङ भन्छ, दिदीलाई अब दाईलाई केटीहरूले चाहिँ ओप्पा भन्छ। तर एउटा अर्को पनि अवस्था छ कोरियामा, बेला बेला हामी नेपाली अथवा विदेशीहरू झुकिने के कुरामा गर्छौँ भन्दाखेरि ओप्पा भनेको दाई मात्र नभइकन आफ्नो हस्बेन्ड अथवा आफूभन्दा उमेर अलिकति बढी भएको वा आफ्नो बोयफ्रेन्डहरूलाई पनि सम्बोधन स्वरूप उनीहरूले ओप्पा नै भनेर बोलाउने गर्दछ। नामले कसले पनि बोलाउँदैन, त्यही भएर नझुकिनु होला। त्यसै गरी ना नाम्चा। यदि म केटा भएर दिदी भन्नु पर्दाखेरि नुना भन्नुपर्छ भने केटीले दिदी भन्दा अन्नी भनेर बोलाउनु पर्ने हुन्छ। र बाँकी आएको कुराहरू अब हेर्दै जाउँ। श्रीमतीलाई आने भनेर भनिन्छ है, आने। प्राय 2-3वटा शब्द छ। प्राय साथीहरू के कुरामा झुकिन्छ भन्दाखेरि हेर्नुहोस् है, आने यो तरिकाले आने भन्यो भने चाहिँ भित्र भन्ने अर्थ लाग्छ है, भित्र। यदि त्यही शब्दमा आन्ने भनेर आयो भने फेरि सूचना भनेर बुझ्नु पर्यो है। शब्द उस्तै उस्तै सुनिन्छ नि, सुन्दा उस्तै सुनिने तर फरक अर्थ चाहिँ छ है। आने भित्र, आन्ने सूचना र आने मात्र भन्यो भने श्रीमती भनेर बुझिन्छ है। जसलाई श्रीमतीलाई बुइन् भनेर पनि
भनिन्छ है। बुइन भनेको पनि श्रीमती नै हो, तर आजकाल वाइफु भनेर पनि सम्बोधन गर्ने गरिदछ। योदोङसेङ भनेको बहिनी, नामदोङसेङ भनेको भाइ, त्यसै गरी नाम्फ्योन भनेको के त श्रीमान, नाम्फ्योन भनेको श्रीमान बुढा भनेर भनिन्छ। ल अर्को कुराहरू एकचोटि हेरौँ त। यहाँनिर आदल छोरा है, छोरालाई आदल, छोरीलाई के भन्नु पर्यो त ताल भनेर भनिन्छ भने अर्को कुराहरू यहाँनिर हेरौँ। ह्याङ्जे भनेको दाजुभाइ है। घरमा कतिजना दाजुभाइ छ? ह्याङ्जे가 몇 명입니까? अथवा 형제가 어떻게 되세요? भनेर सोध्छ, अथवा 형제가 몇 명 있어요? भनेर पनि सोध्छ। भनेको अर्थ दाजुभाइ कतिजना छ घरमा भनेर बुझाउँछ भने छामे भनेको चाहिँ के हो त दिदी बहिनी। ह्याङ्जे दाजुभाइ, छामे दिदी बहिनी। अर्थात् अर्को कुरा आउँछ नाम्मे भनेको चाहिँ दाजुभाइ दिदी बहिनी भनेर बुझाउने गर्दछ। र अन्य शब्दहरूलाई एकचोटि हेरौँ त। पिज्जा भनेको हामीले खाइने पिज्जा भइहाल्यो। बिबिम्बाप भनेको चाहिँ कोरियन एक प्रकारको खानाको परिकार हो, जुनलाई हामीले मिक्स राइस भनेर पनि भन्न सकिन्छ, जुन चाहिँ हामी खानाको बारेमा चित्र पनि देख्नुभएको छ होला। मादान भनेको आँगन अथवा यार्ड भनेर भनिन्छ भने छाङमुन भनेको चाहिँ तपाईँको झ्याल। ताक्ता भनेको पुछ्नु अथवा सफा गर्नु भन्ने अर्थ लाग्दछ। ल माथिहरूको कुराहरू हेर्नुभएको भने अब तपाईँहरूले तल थोरै एक्सर्साइजहरू दिएको छ। भनेको छ कि यहाँनिर खरिमल फोको चित्रलाई हेरेर 문장을 완성하세요, वार्तालापलाई पुरा गर्नुहोस् रे। जस्तै फोकीमा दिएको छ यहाँनिर 할머니가 말씀하십니다। 할머니ले के गर्नुहुन्छ त 말씀하십니다। हजुरआमाले भनिबक्सनुहुन्छ भनेर भन्नु। माथि आएको कुरा आएको छ नि मालहादा र के त 말씀하다고 हासिदा बनाइन्छ है। 말씀하시다 भनिबक्सनु, यी कुरालाई नि दा हटाएर भनिदा जोडेको छ 말씀하시다 भनेर। कसले त 할머니가 हजुरआमाले 말씀하십니다 भनिबक्सनुहुन्छ। त्यस्तै अब 할아버지가 हजुरबुवा चाहिँ के गरिराख्नु भएको छ त यहाँनिर सुत्नुहुन्छ नि। छादा भनेर दिएको छ, छादा भनेको सुत्नु। अर्को के थियो त हाम्रो झुमुसिदा भनेर भनेको छ। झुमुसिदाको के हुने भयो त 할아버지 के गर्नु हुनुहुन्छ त झुमु시다को झुमु십니다। 할아버지가 주무십니다। हजुरबुवा सुतिबक्सनुहुन्छ। जसै 할머니가 아침을, 할머니ले हजुरआमाले बिहानको खानालाई के गरिबक्सिनु भएको छ त खाइराख्नु भएको छ अथवा खाइसिनु भएको छ नि त। हो के थियो मक्ता खानु है, छाप्सुसिदा थियो, अर्को थियो 드시다 है। के भन्नु तपाईँले सजिलो तरिकाले जानुहुन्छ नि 할머니가 아침을 드십니다 भनेर लेख्न सक्नुहुनेछ नि 할머니가 아침을 छाप्सु십니다 राख्न सकिन्छ। त्यसै गरी 할아버지가 방에 है, 할아버지가 방에 हजुरबुवा चाहिँ कहाँ त कोठामा है, कोठामा हुनुहुन्छ भन्नु पर्यो नि। इत्ता भनेको हुनु, अनि अर्को के थियो यसको उच्च आधार त खेसिदा भनेर थियो नि त होइन। अब के भन्नु पर्यो 할아버지가 कहाँ त 방에 कोठामा के भन्नु पर्यो खेसि니다। हजुर बसिबक्सनुहुन्छ, होइसिनुहुन्छ भनेर यो तरिकाले हामीले लेख्न सक्नेछौँ। ल अब हामी हेरौँ मूलपप 1 लाई बुझौँ है त। हो यो अहिले भर्खर पढेको हामीले उच्च शिष्ट है आधारर्थी शब्द अर्थको बारेमा हामीले सिकेको थियौँ भने यसैको बारेमा लेखिएको छ सी अथवा उसी। यसले चाहिँ शब्दहरूलाई उच्च आधारर्थी बनाउनको लागि प्रयोग गरिन्छ। यहाँ भनेको कुरालाई एकचोटि हेरौँ है त। उसी는 अथवा सी는 동사 형용사에 붙여 केमा त क्रिया अथवा विशेषणहरूमा जोडी 문장의 주제가 높임 위에 भनेको 문장의 주제 भनेको के त वाक्यको 주제가 विषयलाई है, वाक्यको विषयलाई चाहिँ 높임 위 भनेर चाहिँ सम्मानजनक तरिकाले के त सम्मानजनक बनाई 대상임을, कसलाई त 대상 भनेको जसलाई हामीले
शिष्ट भाषा प्रयोग गर्न पर्ने त्यो लक्षित व्यक्तिलाई चाहिँ के गरिन्छ त नाथानिन्दा दर्शाउँदछ, बुझाउँदछ, व्यक्त गर्दछ भनेर भनेको छ। जस्तै यदि हाम्रो क्रियाहरू चाहिँ तपाईँको के छ, कन्सोनेन्ट इन्डिङ आएको छ अथवा पाछिम झुन्डिएको छ भने उसी राख्नु पर्यो। यदि भावेल इन्डिङ छ वा तपाईँको फाछिमा लले अन्त्यम भएको छ भने सीको प्रयोग गर्नु पर्दछ भनेको छ। जस्तै इक्ताको इल्गु सेहो है, इल्गु सेहो अथवा इल्गु सिमिदा भनेर हुन्छ है। अब यहाँनिर त थोरै अलिकति कन्फ्युज तपाईँ कहाँनिर आउनुभयो भने यहाँनिर सेयो र उसेयो भनेरको कुरामा तपाईँहरू कन्फ्युज हुनुभयो होला। यो त नुहोस् भन्ने अर्थ हो नि होइन र, खासेयो ओसेयो आन्जसेयो आउनुहोस् जानुहोस् खाइस्नुहोस् भनेर होइन। यो यसको अर्थ सेयो ओसेको अर्थ नुहोस् मात्र नभइकन कोही व्यक्तिको बारेमा आदरार्थी तरिकाले नु हुन्छ भनेर बुझाउँदाखेरि पनि के त यसको प्रयोग गरिन्छ। जस्तै इल्गसेयो हाराबजिन जिगम छेगल इल्गसेयो भनेको अर्थ हाराबजी अहिले किताब पढ्नुहोस् भन्ने अर्थ लागेन कि हजुरबाइले अहिले के गर्दै हुनुहुन्छ त किताब पढिराख्नु भएको छ भनेर उच्च आधारले शिष्ट भाषा चाहिँ बनाउने गर्दछ सेयो र उसैले पनि है। भने अर्को तरिका के छ त इल्गसिमिदा हजुर बढी बक्सर हुन्छ भनेर भन्छ। फोदाको फोसेको हेर्नुहुन्छ र फोसिमिदा भनेको फेरि बक्सर हुन्छ भन्ने अर्थ लाग्दछ। यहाँ आएका केही कुराहरूलाई हेरौँ है त। हालमा निकै छ कसले त हजुरआमाले टेलिभिजन होसेयो हेर्नुहुन्छ, हजुर हेर्नुहोस् भन्ने अर्थ लागेन कि हेर्नुहुन्छ भन्ने अर्थ लागेको छ। त्यसै गरी 어머니께서 음식을 만드십니다. आमा हजुरले खाना बनाइबक्सनुहुन्छ। त्यसै गरी 할아버지께서 हजुरबा हजुरले 신문을 पत्रिका 읽으십니다. पढिबक्सनुहुन्छ भन्ने अर्थ राखेको छ। यहाँ थोरै टिपलाई एकचोटि हेरौँ है त। थोरै यहाँ टिपमा के कुरा गरेको छ यसको बारेमा पनि हामी थोरै बुझौँ। ल हेर्नुहोस् त, ससुरए서 주제를 높이는 ससुर भनेको यस्ता शब्दहरूबाट अथवा क्रियाहरूबाट 주제를 높이는 भनेको शब्द अथवा क्रियाहरूमा केलाई त 주제 भनेको के त विषयलाई, 높이는 भनेको उच्च बनाउने। हजुर क्रियाको अथवा तपाईँको छुजे विषयहरूलाई 높이는 सम्मानजनक बनाउने सी 으시가 있으면 के छन् भने त सी अथवा 으시가 छन् भने छोसा इगा 대신에 के त छोसा हाम्रो द्विभक्ति संज्ञाहरू इ र गाको 대신에 भनेको छ है। इ र गा 대신에 भनेको इ र गाको सट्टामा हेर्नुहोस् है, इ र गाको सट्टामा के छ अथवा उन र नुन 대신에 यदि उन र नुन प्रिपोजिसनको उन र नुन आएको छ भने के छ नुन भनेर सायौँदा भनेर भन्छ। भनेको अर्थ जस्तै यहाँनिर भन्न खोजेको जस्तै जाउँ न, आबजीका भन्न पर्यो भने यी कुरालाई उच्च आधारથી बनाएर 대신에 यसको सट्टामा चाहिँ हामीले के त आबजी के छ बनाउन सकिन्छ भने उन र नुन यदि आबजी नुन भनेर आएको छ भने आबजी नुन भनेर आएको छ भने आबजी के छ नुन भनेर यसरी चाहिँ प्रयोग गर्नु पर्दछ भनेको छ। हिरागा आएको छ भने के छ अथवा उन र नुन आएको छ भने के छ नुन भनेर चाहिँ प्रयोग गर्न सकिन्छ अरे। जस्तै यहाँनिर भनेको छ आबजी के छ नुन, यहाँ भन्न खोजेको के त आबजी नुन भन्न खोजेको थियो नि होइन हजुर। तर यसलाई सम्मानजनक तरिकाले आबजी के छ नुन पैसाउनुमिदा को त भन्न खोजेको चाहिँ बाबा हजुर चाहिँ को हो त कम्पनीको कर्मचारी हो भनेर भन्छ अथवा होइसिनुहुन्छ। बाबा हजुर चाहिँ पैसाउनुसिमिदा कर्मचारी होइसिनुहुन्छ भनेर अर्थ लागेको छ। त्यसै गरी अब हामीले यी तरिकाले तल है अब यी आधारर्थी तरिकाले अब हामीले बनाउनु पर्यो सिमिदा अथवा सिमिदा नै भनेर राख्नु पर्यो है। ओसी यी कुरालाई खुलाएर हामीले बनाउनु पर्यो है त। जस्तै जाउँ, फोकिवा खाची मुन्जामा भन्साङासयो भनेको छ उदाहरण जस्तै वाक्यलाई पुरा गर्नुहोस् रे। यहाँ भनेको छ उदाहरणलाई एकचोटि हेरौँ है। 왕민 씨는 기숙사에 있어요.
왕민지 चाहिँ कहाँ हुनुहुन्छ त? 기숙사에 있어요. कहाँ हुनुहुन्छ? 호스텔मा हुनुहुन्छ. 반장님께서는 사무실에 계세요. तर पो त 반장님 चाहिँ कहाँ हुनुहुन्छ अरे त? 사무실에. अब वाङमिन्जी चाहिँ उसको साथी रहेछ, त्यो भएको कारणले 기숙사 있어요 भनेर उसले चाहिँ सिधै भन्यो होइन. तर भान्जाङनिम आफूभन्दा शिष्ट व्यक्ति भएको कारणले गर्दाखेरि सामुसिरे 있어요 नभनेको छ, कारण उसले के भनेको छ त? 계세요 भनेको छ. ल यो दुईवटा कुरालाई हजुरहरूले याद चाहिँ गर्नु पर्यो. अघि नै आएको थियो नि, इत्ता छ भने खेसिदा भनेर बनाएको थियो हामीले होइन. हो यी कुराहरूलाई चाहिँ याद गर्नु पर्यो है. ल 형은 피자를 먹어요. 다이ले चाहिँ पिजा खानुहुन्छ. तर 어머니께서는 비빔밥을 के भन्नु पर्यो? 드시다 भन्नु पर्यो है त. 드십니다. है. 할머니께서는 비빔밥을 드십니다. अथवा 드세요 भनेर राख्न सक्नुहुनेछ. त्यसै गरी 2 नम्बर 누나는 방을 청소해요. दिदीले चाहिँ कोठा सरसफाइ गर्नुहुन्छ. भने 할아버지ले चाहिँ 마당을 के भन्नुहुन्छ? दिदीले चाहिँ कोठा सफा गर्नुहुन्छ अरे. 할아버지께서는 마당을 के गर्नु पर्यो? 청소하다고? हजुर, तपाईँले भन्नु पर्यो 청소하십니다. 할아버지께서는 청소하십니다 अथवा 청소하세요 भनेर लेख्न सक्नुहुनेछ. 3. 동생이 슈퍼마켓에 가요. भाइ चाहिँ सुपरमार्केट जान्छ. तर फेरि अर्को आएको छ आबोजीकेसदो, बाबा हजुर पनि सुपरमार्केटसे जानुहुन्छ भन्नाले के भन्नु पर्यो त? 가십니다 अथवा 가세요. 오빠가 텔레비전을 봐요. दाइले टिभी हेर्नुहुन्छ. 할머니께서도 텔레비전을 अब के भन्नु पर्यो? कि त 보세요 भन्नु पर्यो कि त 보십니다 भनेर राख्न सक्नुहुन्छ. यसरी तपाईले हरेक शब्द क्रियालाई उच्च शिष्ट क्रिया अथवा शब्द यसरी बनाउन सक्नुहुनेछ. र त्यसैगरी अझै एक्सरसाइजहरुलाई अझै हेरौँ हामीले राम्रोसँग अझै बुझ्नको लागि. फोकिवा खाचे थेवारु भन्छन् हाँस्यो. उदाहरण जस्तै वार्तालापलाई के गर्नुहोस् त? पुरा गर्नुहोस् भन्छन् हाँस्यो. जस्तै फोकीमा जाउँ. 어머니께서 무엇을 하십니까? भनेर सोध्यो. आमा हजुरले के गरिबक्नुहुन्छ? 어머니께서 청소를 하십니다. आमाले के गरिबक्सनु भएको छ त? 청소를 하십니다. सरसफाइ गरिबक्सनु भएको छ. ल अब भन्नुहोस् त 할아버지께서 무엇을 하십니까? हजुरबुवा हजुरले के गरिबक्सनु भएको छ? के भन्नु पर्यो? अब किताब पढिबक्सनु भएको छ भन्नाले के भन्नु पर्यो? हजुर भन्नुहोस् त 책을 읽다को थियो. 읽다को के भन्नु पर्यो? 읽으십니다. है, 책을 읽으십니다. त्यसै गरी 2. 할머니께서 무엇을 하십니까? 할머니ले के गरेर बस्नु भएको छ? कफी पिउँदै हुनुहुन्छ नि त होइन? कफी를 अब मासिदाको के हुने हो? 마십니다. भने अब 아버지께서는 무엇을 하십니까? बाबा हजुरले के गरिबक्सनु भएको छ? हजुर झ्याल पुस्दै हुनुहुन्छ नि होइन? 창문을 닦다को के छ त? 닦으십니다. हजुर पुसिबक्सनु हुन्छ भनेर भन्न सक्नुहुनेछ. भने अर्को आएको छ 어머니께서 무엇을 하십니까? आमाले के गरिबक्सनु भएको छ? हजुर उहाँले त खाना बनाइबक्सनु भएको छ नि के भन्नु पर्यो? अथवा खाना बनाउनु अथवा 요리하다 भनेर राख्न सकिन्छ. 요리를 के भन्नु पर्यो त? 하십니다. 요리를 하십니다. वा 음식을 장만하십니다. खाना तयार गरी बक्सनु भएको छ भनेर भन्न सक्नुहुनेछ. 자, 이 लगायतका कुराहरू हामीले ग्रामरको के त सी अथवा उसी है कन्सोनेन्ट एन्डिङ उसीमिदा है उसीमिदा भवल एन्डिङ सिमिदा भनेर यसरी प्रयोग गरिएको थियो. अब हामीले आजले पढेको यी अहि र व्याकरणको कुराहरू बुझे अनुसार अब हामीले यहाँनिर थेवा 1 लाई सुनेरौँ है त. थेवा 1 लाई अब हामी सुरु गरौँ. 푸엉 씨, 어머니께서 한국에 계세요? 푸엉 चाहिँ आमा हजुर कोरियामा गइबक्सनुहुन्छ अथवा हुनुहुन्छ? 네,
같이 살아요. हजुर सँगै बस्नुहुन्छ. 어머니께서는 한국에서 무슨 일을 하세요? आमा हजुरले कोरियामा चाहिँ के कस्तो अथवा के काम गर्नुहुन्छ? 베트남 식당에서 일하세요. 어머니께서 요리를 잘하세요. हजुर भियतनाम सिक्ताङमा काम गर्नुहुन्छ. 어머니께서 요리를 잘하세요. आमा हजुरले खाना राम्रोसँग बनाउनुहुन्छ भनेर भनेको छ होइन त. हो भनेपछि अब तपाईहरुलाई प्रश्न के छ भन्दाखेरि फुओङसी 어머니는 어디에 계세요? फुओङजीको आमा कहाँ हुनुहुन्छ त? फुओङजीको आमा कहाँ हुनुहुन्छ त? 한국에 계세요. कहाँ हुनुहुन्छ त? कोरियामा बस्नुहुन्छ भने सोध्दा ने 같이 살아요 भनेको छ नि त. सँगै बस्छौँ. त्यसैगरी फुओङसी의 어머니는 어디에서 일해요? फुओङजीको आमा चाहिँ कहाँ काम गर्नुहुन्छ त? भियतनाम 식당에서 일하세요. भियतनामको रेस्टुरेन्टमा अथवा भियतनामिज रेस्टुरेन्टमा काम गरिबस्नुहुन्छ भनेर भनेको छ. त्यसै दिएको आएको छ यहाँ तल जिसिदेन 표현 उल्लेख गरिएको अभिव्यक्तिलाई 활용하여 प्रयोग गरेर थेवाहेबोसयो वार्तालाप गरिहेर्नुहोस्. जस्तै यहाँ आएको छ इन्डोनेसिया आबजी र फैसावन यिनीहरू के हो त 표현हरू अभिव्यक्तिहरू दिएको थियो नि यो कुरालाई राखेर के बनाएको छ 부모님은 어디에서 계세요? 부모님께서는 어디에 계세요? अभिभावक अथवा आमा बुवा चाहिँ कहाँ बस्नुहुन्छ भन्दाखेरि इन्डोनेसिया에 계세요. कहाँ बस्नुहुन्छ त इन्डोनेसियामा गइबस्नुहुन्छ. 아버지께서는 बाबा हजुर चाहिँ 무슨 일을 하세요? के काम गर्नुहुन्छ भन्दाखेरि 회사원이세요. को हुनुहुन्छ त उहाँ कम्पनीको कर्मचारी हुनुहुन्छ. यसै गरी तपाईँले 태국 어머니 र खाना सल्लाह राखेर पनि यी तरिकाको वार्तालाप गर्न सक्नुहुन्छ है. एकचोटि कोसिस गर्नुहोला. अर्को आएको छ यहाँनिर फारम. फारम भनेको तपाईँहरूको के हो त उच्चारण भनेर बुझिदछ. यहाँ दिएको कुरालाई एकचोटि राम्रोसँग बुझौँ है त. जस्तै उच्चारण त अब हामीले चाहिँ सुरुवाती दिनहरूमा नि सिकिसकेका छौँ. ब शब्दको सुरुमा ब अथवा जसलाई फ भन्ने उच्चारण गर्नुपर्छ यो के हो त प हो र यो चाहिँ फ हो. यहाँ भनेको कुरालाई एकचोटि राम्रोसँग ध्यान दिएर सुनौँ है. ब प फनन् इप्सुरेछ. इप्सुल भनेको ओठबाट है. ओठबाट खोङ्गीका ओठबाट हावा फायल्थ्यो भनेको ओठबाट हावाहरू चाहिँ के भयो त फुटेर ओठमा हावाहरू ठोकिएर फारम्थेनन् के गरिने त उच्चारण गरिने छामिदा एउटा यिनीहरू व्यञ्जन हुन्. पनन् प हेर्नुहोस् त प भन्दा ठ्याक्कै हामीले ओठबाट फुटेको छ नि हो यो फाइलथेदा भनेको है. पनन् खोङ्गी सेकीका प भन्ने बेला खोङ्गी हावाको यस्तो हावाको प्रेसरको सेगी भनेको चाहिँ बल है. सेगी भनेको यसको चाहिँ बल तपाईँको के त हावाको बल चाहिँ खाजाङ याखान सबैभन्दा चाहिँ के त याखान भनेको कमजोर छाउमीको सबैभन्दा कमजोर व्यञ्जन रहे. प भन्ने बेला हावाको प्रेसर चाहिँ एकदमै कमजोर एउटा चाहिँ के हो त व्यञ्जन हुने फ फनन् फ भन्दा चाहिँ अझै बढी तपाईँको हावाको प्रेसर लाग्छ. एकचोटि हेर्नु होला. फनन् खुङ्गिबी सेकीका फ चाहिँ हावाको जोर चाहिँ खाजाङ सेन सबैभन्दा सेन भनेको चाहिँ एकदमै तपाईँको बलियो छमिदा एकदमै बलियो तपाईँको के त व्यञ्जन हो रे. र चाहिँ बनन् ब चाहिँ फ्याङ्मुरो. फ्याङ्मुरो भनेको चाहिँ दुईटाकै बिचको है. दुईटाको धेरै पनि होइन कम पनि होइन है बिचमा चाहिँ है खुङ्गबी सेगीका के त हावाको प्रेसर चाहिँ हावाको चाहिँ के त तपाईँको सेगी भनेको बल चाहिँ दुगाबजी वी छुङ्गान्टे दुई छाउमी दुईटै व्यञ्जनको छुङ्गान ठ्याक्कै बिचतिर है धेरै पनि होइन कम पनि ठ्याक्कै छुङ्गान भनेको बिचतिरको चाहिँ जम्दो हुँदा भनेको त्यति जति चाहिँ हो भनेर भन्छ. जस्तै यहाँ आएको छ पा बा र फा. हेर्नुहोस् त पा बा फा पो बो फो यसरी आएको छ नि. पारुदा 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 भनेको के हो त तपाईँको छिटो हुनु भन्ने अर्थ लाग्छ भने फादा फादा भनेको समुद्र र त्यसै गरी यहाँनिरको अन्तिम शब्द छ फादो. फादो भनेको चाहिँ तपाईँको समुद्रको छाललाई भनिन्छ है. समुद्रको वेभहरूलाई फादो भनेर भन्ने गरिदछ.
ल अब चाहिँ हामी अभिद्वय वैम वा संज्ञक वैम भनेको के त बाहिरी रूप र संज्ञक भनेको स्वभाव अथवा मान्छेहरूको आचरण उनीहरूको व्यवहार भनेर बसिन्छ। ल सबैभन्दा पहिला जाउँ हामी येपुदा भनेको सुन्दर हुनु अथवा राम्री हुनु भन्ने अर्थ लाग्दछ। मसित्ता भनेको आकर्षित हुनु स्मार्ट हुनु भन्ने अर्थ लाग्छ भने खियप्ता प्यारा हुनु अथवा क्युट हुनु भन्ने अर्थ लाग्छ। छालसङ्गीता भनेको आकर्षक देखिनु जसलाई हामीले ह्यान्डसम भन्ने शब्द पनि प्रयोग गर्न सकिन्छ है। छालसङ्गीता भनेको ह्यान्डसम हुनु। त्यसै गरी अर्को आएको छ खिगा खदा भनेको तपाईँको हाइट उचाइ ठुलो हुनु। खिगा छाक्दा उचाइ सानो हुनु। मरिगा गिल्दा कपाल लामो हुनु। मरिगा चात्दा कपाल छोटो हुनु। त्यसै गरी झेमित्ता रमाइलो हुनु। छिन्जरादा दयालु हुनु टु बी काइन्ड भन्न सकिन्छ। छाक्खादा भनेको पनि तपाईँको के त राम्रो हुनु। छाक्खादा भनेको पनि दयालु हुनु भन्ने अर्थ नै लाग्छ है। छिन्जरादा र छाक्खादा भनेको विसिथान मार्मिता है। त्यसै गरी फुजिरनादा भनेको मेहनती हुनु है। त्यसै गरी फाल्बारादा सक्रिय हुनु एक्टिभ हुनु। यामजनहादा भनेको शान्त हुनु अथवा शान्त स्वभावको हुनु ज्ञानी हुनु भन्न पनि सकिन्छ भने तोक्तोखादा बुद्धिमान हुनु भन्ने अर्थ लाग्दछ। जस्तै 123 × 4, 5, 6 कति हुन्छ भन्दाखेरि उसले ठ्याक्कै एकैचोटिमा भन्दैछ त्यो के हो त उसको दिमाग चलाक हुनु होइन तोक्तोखादा हो यसलाई भन्छ बुद्धिमान हुनु। भने संज्ञकी खुप्फादा भनेको त के त स्वभाव चाँडो हुनु भनेर भनिन्छ जसको अर्थ तुरुन्तै निर्णय लिन चाहने मान्छेहरू। जस्तै कोही व्यक्तिहरू हुन्छन् एकदम अत्तालिने हरेक कुरामा चाहिँ हतार गर्न खोज्ने धैर्य भएर काम नगर्ने हरेक कुरा चाहिँ छिटो गर्दा उनीहरू धेरै मिस्टेक गरिरहेको हुन्छ। हो यस्तो किसिमको चरित्रहरूलाई चाहिँ यस्तो किसिमको आफ्नो बानी व्यवहार भएको मान्छेलाई चाहिँ के त इसारामा सक्यो कि खुप्फे अथवा खुप्फाला भनेर भनिन्छ। के त स्वभाव एकदमै चाँडो हुनु छिटो निर्णय लिन खोज्ने यस्ता अवस्थाका व्यक्तिहरूलाई भनिन्छ। ल माथिको कुराहरू सुन्नुभयो होला र अब जाउँ तलको खरिमल भोको चित्रलाई हेरेर ठेवारो भन्साङासयो वार्तालापलाई पुरा गर्नुहोस् भनेको छ। जस्तै फोकेमा दिएको छ माधुसिनन मसिसयो भनेर सोध्छ के माधुजी आकर्षित हुनुहुन्छ अथवा आकर्षक एक भन्नुपर्दा स्मार्ट हुनुहुन्छ भनेर सोधेको छ नि ने मसिसयो हजुर एकदमै के छ त मसिसयो स्मार्ट छ अरे। त्यसै गरी 1 नम्बरमा जाउँ नाच्छानेन्सिनन खिगा खयो भनेर सोध्छ। नाच्छानेन्जीको चाहिँ के त हाइट अप छ ने के भन्नु पर्यो नाच्छानेन्सिनन हजुर खिगा खयो भन्न सक्नुहुनेछ भने जायासिनन मरिगा चालबायो भनेको छ। जायाजीको चाहिँ के मरि कपाल चालबायो छोटो छ भन्दाखेरि आनियो के त नाइ होइन के छ त मरिगा के छ त लामो छ नि है मरिगा गिरयो। त्यसै गरी थोङसेन यामजन हेयो भनेको छ। थोङसेन चाहिँ के छ त यामजन हेयो आनियो यामजन होइन ऊ कस्तो छ त कस्तो खालको छ त यहाँनिर हेर्नुहोस् है कसको बारेमा कुरा गरेको छ यो मान्छेको बारेमा। थोङसेन यामजन हेयो होइन नि यस्तो मान्छेलाई के भन्छ त फाल्बारादा भनिन्छ नि आनियो के भन्नु पर्यो त फाल्बार हेयो भनेर भन्न सक्नुहुन्छ। उहाँ चाहिँ कस्तो हुनुहुन्छ त एकदमै एक्टिभ खालको मान्छे हुनुहुन्छ भनेर। ल त्यसै गरी अब हेरौँ हामीले गोलाई लिएर व्याकरण। गो भनेको के त र अथवा र पछि जस्ता लगायतका कुराहरू लाग्ने गर्दछ। जस्तै यहाँ आउन के भनेको छ उनीहरूले भन्दाखेरि यहाँ किताबमा चाहिँ गो चाहिँ थोङसा हयङसाहे बुझ्छ क्रिया विशेषणहरूमा जोडिएर दुगाजी इसाङवे दुईभन्दा बढीको रे दुगाजी इसाङली भनेको दुईभन्दा बढीको साङथे अवस्था हेङवे क्रियाकलाप सास्य वास्तविकताहरूलाई चाहिँ नायलहामलाई है नायलहाम भनेको चाहिँ यस्ता कुराहरूको चाहिँ के त नायर हामद नाथानेन्दा भनेको चाहिँ यस्तो कुराहरू चाहिँ
जडान गर्न अथवा एकअर्कामा चाहिँ के त घटनाहरू बनाउनलाई चाहिँ नाथानेन्दा प्रयोग गरिन्छ भनेर भनेको छ। जस्तै यहाँ चाहिँ के भनेको छ भन्दाखेरि नाच्छानान्जी चाहिँ खिका हाइट खुको मरिका गिरायो हो। नाच्छानान्जीको चाहिँ के छ त हाइट अग्लो र मरिगा गिरायो। अग्लो र के छ त कपाल लामो छ। त्यसै गरी छनुन उम्सिगल मान्दुलको मिनमान उसिनन सल्गजिरल हेयो। म चाहिँ के गर्छु त सल्गजिरल हागो मैले चाहिँ भाँडा माच्छु र मिनमिन आउँसिनन मिनमिन आउँची चाहिँ सल्गजिरल हेयो उसले चाहिँ के गर्छ अरे त भाँडा माच्छ। त्यसै गरी अर्को कुरा राखिएको छ दारासिनन दाराजीले चाहिँ काम्बोडिया सारामीको दाराजी चाहिँ काम्बोडिया साराम हो र खाल्लोसिनन खाल्लोजी चाहिँ फिलिपिन सारामी हो। खाल्लोको त खाल्लोजी चाहिँ फिलिपिनको व्यक्ति हुन्। विशेष गरी तपाईहरूले चाहिँ गोको अर्थ चाहिँ र भन्ने कुरा लाग्छ र बेला बेलामा क्रमबद्ध तरिकाले जनाएको अवस्थामा चाहिँ ए र भन्ने अर्थ पनि हुने गर्दछ भनेर बुझ्नु पर्यो। जस्तै यहाँ टिप हेर्नुहोस् न के भनेको छ यहाँ भन्दाखेरि दुगाजी इसाङवे हेमेर सिगान जगिन 순서대로 연결할때도 고를 사용한다래. 두 가지 이상의 행위를 두이भन्दा बढीको 행위를 क्रियाहरूलाई दुईभन्दा बढी क्रियाहरूलाई सिगाजगिन 순서로 भनेको के त समयबद्ध क्रमहरूमा चाहिँ के त 연결할때 जोड्दा पनि के त गोरुल सायुहान्दा गोको प्रयोग गरिन्छ भनेर भनेको छ। भनेको अर्थ दुईभन्दा बढीको हेङवे क्रियाकलाप सिगाङ जगिन सुन्छ भनेको समय अनुसारको चाहिँ तपाईँको के त क्रमलाई सुन्छ भनेको क्रमलाई सुन्छ धेरै भनेको क्रमबद्ध तरिकाले यङ्गर हाल्तेदो के त जडान गर्ने बेलामा जोड्ने बेलामा पनि गोरु सायुभन्दा गोको प्रयोग गरिन्छ। जस्तै खारेम सिनन उन्दङ हाको साबुर हेस्यो। खारेमजीले उन्दङ हाको पहिला के गर्यो त उन्दङ गर्यो त्यसपछि के गरेको त सावा हेस्यो भनेको अर्थ खारेमजीले उन्दङ हाको व्यायाम गर्यो र अनि त्यसपछि अथवा ए र उसले के गरेको छ त सावा हेस्यो अर्थात् उसले नुहायो भनेर भनेको छ। जस्तै यहाँनिर हेर्नुहोस् है मैले थोरै तपाईँलाई एउटा टिप लेखिदिएको छु। गोको प्रयोगले दुई वा बढी क्रिया अथवा अवस्थाहरू जोड्नको लागि प्रयोग हुन्छ। नम्बर 1 र कुन चाहिँ बेलामा भन्दाखेरि जब दुई क्रियाहरू जोडिन्छन्। जस्तै नानन हाक्यो खाको छिङ्गुरु मान्नन्दा मैले विद्यालय जान्छु र साथीलाई के गर्छु त मान्नन्दा भेट्छु। र अर्को 2 नम्बर ए र अथवा पछि भन्ने अर्थमा लाग्छ जब क्रियाहरूको क्रम हुने गर्दछ। जस्तै भावल मको हाक्यो खन्दा म के गर्छु त पहिला खाना खाएर हाक्यो खन्दा कहाँ जान्छु त विद्यालय जान्छु हो। एकपछि अर्को क्रियाबद्ध क्रमबद्ध कुरा देखाउँदा ए र भने तापनि दुईवटा कुराहरू जोड्दा त विशेष तपाईँले के त र भन्ने अर्थ लाग्दछ भने। अब एकचोटि हेर्नुहोस् है थेवारु भन्छनासयो वार्तालापलाई पुरा गर्नुहोस् भनेको छ। जस्तै सागवाका अत्ते हो भनेको छ। स्याउ कस्तो छ अब उसले दिएको छ यहाँनिर कुरा एउटा चाहिँ कन्डिसन दिएको छ सादा सस्तो छ अनि अर्को कस्तो छ त मिठो छ। दुईवटा कुरा हामीले जोड्नु पर्यो। स्याउ कस्तो छ सस्तो र मिठो छ भन्नलाई के भन्नु पर्यो त हजुर सागो मासिसयो कस्तो छ त सस्तो र मिठो छ। 2 नम्बर 지금 날씨가 어때요 अहिले मौसम कस्तो छ जाडो र हिउँ परेको छ भन्नलाई के भन्नु पर्यो त हजुर 춥고 눈이 와요 है के भन्नु पर्यो 춥고 눈이 와요 जाडो र हिउँ परिरहेको छ। खाल्लोसिनन अत्तेयो खाल्लोजी कस्तो छ ऊ मान्छे कस्तो छ भन्दाखेरि झेमित्ता रमाइलो छ र के त छाक्का दयालु छ। कस्तो छ भनेर रमाइलो र दयालु छ भन्नलाई झेमी इक्को छाखेयो के छ त रमाइलो र दयालु छ। 4 नम्बर जुमारे मोहेसयो भनेर सोध्यो सप्ताहन्तमा के गर्नुभयो रे पाल्ले हाता कपडा धोयो र
छङ्सोहादा के त सरसफाइ गरे। अब के भन्नु पर्यो? कपडा। अब यहाँनिर पास्टमा सोधेको छ, शब्दान्तमा के गर्नुभयो भनेर। अब तपाईँले भन्नुपर्ने हुन्छ 빨래 빨래 빨래하고 청소를 했어요. के गर्नुभयो भन्नु त? कपडा धोएँ र सरसफाइ गरेँ। त्यसै गरी अब जाउँ तोक्तो खाँदा फुजेर नाता। जयासिनन कस्तो छ? तोक्तो खाँदा रे। ऊ चाहिँ कस्तो त? चनाखो छ है, बुद्धिमान छ र फुजेर नादा भनेको कस्तो त? जाँगरिलो छ। कस्तो हुनुहुन्छ त जयासी चाहिँ? हजुर तोक्तो खा고 फुजिरन हे요 भनेर भन्नुपर्ने हुन्छ भने अर्को जाउँ 한국어 공부가 어때요? है तपाईँलाई सोधिरहेछौँ कोरियन भाषाको अध्ययन कस्तो छ? 쉽다, सजिलो र 재미있다, रमाइलो छ। के भन्नु पर्यो त? हजुर 쉽고 재미있어요। के छ त? सजिलो र रमाइलो छ। यसै गरी तपाईँको कुराहरू राखिएका छन् भने अब 2 नम्बरमा जाउँ 포기와 같이 쓰고 친구를 소개해보세요। तलका जस्तै 포기와 같이 भनेको त तलका जस्तै उदाहरण जस्तै 쓰고 लेखेर 친구를 소개해보세요। साथीलाई के गरी हेर्नुहोस् त? परिचय गराइ हेर्नुहोस् रे। जस्तै हेर्नुहोस् है, उसले भनेको छ यहाँनिर 제 친구 나차는 태국 사람입니다। मेरो साथी नाच्छानन चाहिँ थाइल्यान्डको मान्छे हो। थाइल्यान्डको मान्छे हो। नाच्छानन 씨는 키가 크고 예쁩니다। नाच्छानजी चाहिँ अग्लो र 키가 크고 어글로 र 예쁩니다. राम्री छिन्। 그리고 रहनी 친절합니다. रहनी कस्तो हुनुहुन्छ त? उहाँ दयालु हुनुहुन्छ। हो यसरी 친구को बारेमा यहाँनिर नाच्छाननको बारेमा कुरा गरेको छ है। भने अब तपाईहरुले पनि आफ्नो साथीको बारेमा यसरी परिचय लेख्नुहोला भनेर भनेको छ है। कोसिस एकचोटि गर्नुहोला। ल जाउँ अब हामी थेवा 2 थेवा 2 मा राखेको यो थेवालाई एकचोटि सुनौँ है त। 가족 사진이네요. 이분이 어머니세요? 가족 사진이네요. 오, परिवारको फोटो पो रहेछ। 이분이 어머니세요? 이 व्यक्ति आमा हो भनेर सोधेको छ। 네. 이분이 어머니시고 이분이 아버지세요. हजुर, 네, हजुर। 이분이 어머니시고 उहाँ हजुर चाहिँ आमा होइसिनु हुनुहुन्छ भने 이분이 यो व्यक्ति चाहिँ 아버지세요, बाबा होइसिनुहुन्छ। 아버지께서 키가 크고 멋있으세요. 아버지께서는 무슨 일을 하세요? हजुर, 아버지께서 키가 크고 멋있으세요. बाबा हजुर त के त 키가 크고 अग्लो र 멋있으세요 एकदम स्मार्ट हुनुहुँदो रहेछ। 아버지께서는 बाबा हजुरले चाहिँ 무슨 일을 하세요? के काम गरिबक्सनुहुन्छ? 아버지께서는 경찰관이세요. हजुर, बाबा हजुर चाहिँ 경찰관이세요। बाबा हजुर चाहिँ को हुनुहुन्छ त? प्रहरी अधिकृत हुनुहुन्छ, पुलिस बक्सन हुनुहुन्छ भनेर भनेछ। ल प्रश्न के छ त? 나차는 씨의 아버지는 무슨 일을 하세요? 나차는지को बाबाले चाहिँ के काम गर्नुहुन्छ? हो, 나차는 씨 아버지는 경찰관이십니다. अथवा 경찰관이세요। को हुनुहुन्छ त? पुलिस अधिकृत हुनुहुन्छ। भने 나차는 씨의 아버지는 키가 작으세요? 나차는 씨को बाबा हजुरको चाहिँ 키가 उचाइ चाहिँ 작으세요? होछु हुनुहुन्छ? 아니요. 키가 크시고 के हुनुहुन्छ त? 멋있으세요. अग्लो र स्मार्ट हुनुहुन्छ। हैन त? ल यी कुराहरू आएका थिए भने जिसिदेन 표현을 활용하여 대화해보세요। उल्लेख गरिएको अभिव्यक्तिहरूलाई प्रयोग गरेर वार्तालाप गर्नुहोस् भनेको छ। अभिमा 표현 है अभिव्यक्ति के दिएको छ? 동생 भाइ वा बहिनी, 똑똑하다 बुद्धिमान हुनु, 활발하다 활발하다 भनेको त जाँगरिलो हुनु, एक्टिभ हुनु भनेर भनेको छ। जस्तै हेर्नुहोस् है, 이 사람은 누구예요?
이 व्यक्ति, 이 मान्छे चाहिँ को हुन् भन्दाखेरि उसले भन्छ छे 동생이에요. मेरो भाइ हो. छे 동생은 똑똑하고 활발해요. मेरो भाइ चाहिँ बुद्धिमान र के छ त 활발해요. एकदम एक्टिभ छ भनेर भनेको छ. हो, यी कुराहरू आएर अब तपाईँ ओप्पा, 착하다 र 친절하다को प्रयोग गरेर एकचोटि कोसिस गर्नुहोला. अर्को कुरा आएको छ 유용한 표현. उपयोगी अभिव्यक्ति भनेर दिएको छ. उपयोगी अभिव्यक्ति के दिएको छ त भन्दाखेरि यहाँ लेखिएको छ 한 번 더 말씀해 주시겠어요? 한 번 더, एकपटक फेरि, एकपटक अझै 말씀해 주시겠어요? भनिदिन सक्नुहुन्छ अथवा भन्न सक्नुहुन्छ भनेर एउटा पोलाइट तरिकाले उसले प्रश्न गरिरहेछ. जब कुनै यस्तो यस्तो अवस्था आउँछ, हामी विदेशी भइकन जस्तै कोरियामा पुग्छौँ अथवा कोरियनहरूले बोलेको बुझ्दैन भने नि नबुझेको बेला ये ने भनेर यसरी सोध्ने होइन कि यदि नबुझेको अवस्थामा चाहिँ तपाईँले यही तरिकाले के भन्नुपर्ने हुन्छ. कसरी भन्दाखेरि 한 번 더 말씀해 주시겠어요? एकपटक फेरि अथवा एकपटक अझै भनिदिन सक्नुहुन्छ भनेर तपाईँले भन्न सक्नुहुन्छ अथवा सोध्न सक्नुहुनेछ. जस्तै यहाँनिर भनेको छ नि 죄송하지만 है 죄송합니다 भनेको त माफ गर्नुहोस् हो. तर यहाँनिर आएको छ 죄송하지만 भनेको माफ गर्नुहोस् तर भन्ने अर्थ लाग्छ है. माफ गर्नुहोस् 죄송하지만 माफ गर्नुहोस् तर 한 번 더 말씀해 주시겠어요? एकपटक फेरि भनिदिन सक्नुहुन्छ. 제가 잘못 들었어요. मैले 잘못 들었어요. मैले राम्रोसँग सुन्न सकिनँ. 못 들었어요. सुन्न सकिनँ, सुन्न पाएन. मैले राम्रोसँग सुन्न सकिनँ. उसले यो कुरा सुनेर भन्छ ए 2,000원 더 주셔야 돼요. 2,000원 더 주셔야 돼요. 2000원 अझै 주셔야 돼요. तपाईँले दिनुपर्नेछ भनेर भन्छ है. 2000 अझै दिनुपर्नेछ. ल अब हामी 문화 वा 정보मा आएका के कुराहरूलाई हेरौँ. 높임말 वा 반말 भनेर दिएको छ. राम्रोसँग सुनौँ र बुझौँ है. भनेको कुराहरू छ. 한국에서는 높임말, 존댓말과 반말이 있습니다. 한국에서는 कोरियामा चाहिँ 높임말, शिष्ट भाषा जसलाई चाहिँ 존댓말 पनि भनेर भनिन्छ. के भनिन्छ अरे त 존댓말. 한국에서는 높임말, 존댓말과 र 반말이 있습니다. के छ अरे त ठाडो भाषा छन्. 높임말은 शिष्ट भाषा चाहिँ 자신보다 आफूभन्दा नाइगा 많거나 उमेर धेरै भएका अथवा छिक्वि가 높은 사람에게 पद उच्च भएको व्यक्तिहरूलाई सायङहाम्य के त प्रयोग गर्दै 반말은 र चाहिँ ठाडो भाषा चाहिँ नाइ가 적은 사람에게 उमेर सानो भएको मान्छेलाई 사용합니다. प्रयोग गरिदछ. 그러나 तर 자신보다 나이가 적어도 तर 자신보다 आफूभन्दा 나이가 적어도 उमेर सानै भए तापनि 처음 만나는 사람이나 पहिलो पटक भेटेको मान्छे अथवा 가깝지 않은 사람에게는 घनिष्ठ नभएको मान्छेलाई 가깝지 않은 사람에게 भनेको नजिकै नभएको अथवा आफूभन्दा घनिष्ठ नभएको मान्छेलाई चाहिँ 상대방 भनेको दोस्रो पक्षलाई जो अर्को व्यक्ति हुनुहुन्छ नि आफूले राम्रोसँग नचिनेको अथवा आफूभन्दा के त उमेर सानो नभएका अथवा धेरै घनिष्ठ नभएको मान्छे 상대방लाई त विपक्षलाई दोस्रो व्यक्तिलाई चाहिँ 존중하는 भनेको के त सम्मान गर्ने है. 존중하는 의미로 सम्मान गर्ने अर्थमा 높임말을 शिष्ट भाषालाई 사용하는 것이 के त प्रयोग गर्नु नै 좋습니다. राम्रो हुनेछ. 최근에는 हालका दिनहरूमा चाहिँ हालसालै चाहिँ 직장에서도 कार्यस्थलहरूमा पनि 자신보다 어리거나 आफूभन्दा उमेर कम वा छिक्वि가 낮은 사람에게 पद कम भएका पद सानो भएको मान्छेहरूलाई 높임말을 사용하는
शिष्ट भाषा प्रयोग गर्ने 경우가 많습니다. अवस्थाहरू धेरै हुने गर्दछ. 한국어로 말할 때는 कोरियन भाषामा बोल्ने बेलामा चाहिँ 대화 상대방이나 जोसँग तपाईँले कुरा गर्दै हुनुहुन्छ. 대화 상대방 भनेको वार्तालाप गर्ने विपक्षी अर्को व्यक्ति हो. कोरियन भाषामा चाहिँ 말할 때는 बोल्ने बेलामा भन्ने बेलामा चाहिँ 대화 상대방이나 जोसँग वार्तालाप गरिरहेको विपक्षी दोस्रो व्यक्ति वा 대화 상황에 따라 वार्तालापको अवस्था अनुसार है 상황 भनेको अवस्था तारा भनेको अनुसार हजुर 대화 상황에 따라 वार्तालापको अवस्था अनुसार 높임말과 반말을 शिष्ट भाषा र ठाडो भाषालाई 잘 राम्रोसँग 구별해서 छुट्याएर विभाजन गरेर 사용해야 합니다. प्रयोग गर्नु पर्दछ. जस्तै भन्न खोजेको अर्थ चाहिँ के भन्दाखेरि कोरियन भाषामा बोल्ने बेलामा चाहिँ है कोरियन भाषामा बोल्ने बेलामा चाहिँ वार्तालाप गर्ने विपक्षी अथवा वार्तालाप गर्ने त्यो अवस्था अनुसार नै तपाईहरुले कि त शिष्ट भाषा कि त ठाडो भाषालाई चाहिँ के गरेर त चाल राम्रोसँग खुबेर भनेको छुट्याएर विभाजित गरेर चाहिँ 사용해야 합니다. प्रयोग गर्नु चाहिँ पर्दछ रे. 그렇지 않으면 यदि त्यस्तो गर्नु भएन भने 그렇지 않으면 त्यसो गर्नु भएन भने यदि त्यसो गर्नु भएन भने 상대방을 विपक्षलाई 불편하게 할 수 있습니다. विपक्षलाई अप्ठ्यारो बनाउन पनि सक्छ, अप्ठ्यारो हुन पनि सक्छ. जस्तै अब आफूसँग बसेको मान्छे शिष्ट बस्नुहुन्छ उहाँसँग ठाडो भाषा बोल्ने कुरा भएन. अब आफूभन्दा सानै मान्छे भए पनि पहिलोचोटि भेट्ने बित्तिकै यो त कान्छो रहेछ भनेर सिधै ठाडो भाषा भन्यो भने त्यस्तो अवस्थाले के त विपक्षलाई 상대방 कसलाई त विपक्षी दोस्रो व्यक्तिलाई 불편하게 할 수 있습니다. अप्ठ्यारो महसुस अथवा अप्ठ्यारो हुन चाहिँ सक्छ. त्यही भएर यस्तो अवस्थामा मान्छेलाई हेरेर अथवा अवस्थालाई हेरेर तपाईले चाहिँ ठाडो भाषा र शिष्ट भाषालाई चाहिँ राम्रोसँग खुफेरेछ है विभाजित गरेर छुट्याएर चाहिँ प्रयोग गर्नुपर्ने चाहिँ हुन्छ. अब जाउँ 한편 त्यसैगरी 자신보다 나이가 많아도 आफूभन्दा उमेर धेरै भए तापनि 가족과 같이 परिवारहरू जस्तै आफूभन्दा के त नायका मानद उमेर धेरै भए तापनि 가족과 같이 परिवारहरू जस्तै आजु 가까운 관계라면 एकदमै घनिष्ठ 관계 भनेको सम्बन्ध भनेको अर्थ आफूभन्दा उमेर धेरै भए तापनि 가족과 같이 परिवारहरू जस्तै आजु 가까운 관계라면 एकदमै घनिष्ठ है 가까운 नजिकैको 관계라면 सम्बन्ध हो भने 반말을 사용하기도 합니다. त्यस्तो बेलामा चाहिँ ठाडो भाषा प्रयोग गर्न पनि सकिन्छ. जस्तै हामीले ए दिदी यहाँ आइज न भनेर भन्छौं नि त. दिदी त आफूभन्दा ठुलो है. यस्तो बेलामा चाहिँ बाबा आमाहरुसँग नि हामी छिटो खानुस् यताउता के भनेर भन्छौं नि त. यस्तो बेलामा चाहिँ एकदमै नजिकको सम्बन्ध हो भने चाहिँ है यस्तो बेलामा चाहिँ ठाडो भाषा प्रयोग गर्ने पनि गरिन्छ. 딸이나 아들이 부모님께 कसले त छोरी अथवा आदरी छोराले 부모님께 आफ्नो अभिभावकहरूलाई बाआमाहरूलाई 반말하는 것을 쉽게 들을 수 있는 것도 आफ्नो बाआमाहरूलाई के त ठाडो भाषा प्रयोग गर्ने 반말하는 것은 쉽게 들을 수 있는 सजिलै सुन्न सकिने कत्तो यस्ता कुराहरू पनि यी तेमुनेमिदा यसको कारणले गर्दाखेरि हो है. पारिवारिक सम्बन्ध एकदम घनिष्ठ छ भने हामीले ठाडो भाषा बोल्न सक्छौं. त्यही भएको कारणले गर्दा घरमा आफ्ना छोराछोरीले आमा बुवाहरूलाई पनि ठाडो भाषा बोल्ने कारण पनि यसैको कारणले गर्दा हो भनेर भनेको छ. त्यसैगरी इवा खाची यस्तै सँगै 높임말과 반말은 शिष्ट भाषा र ठाडो भाषा चाहिँ 존중의 정도뿐만 아니라 सम्मान गर्ने 정도 जति मात्र नभइकन ठाडो भाषा भनेको कुरा अथवा शिष्ट भाषा भनेको कुरा चाहिँ 존중의 정도뿐만 아니라 सम्मान गर्ने जति मात्रै नभइकन 친밀감의 정도로 친밀감 भनेको एक आपसको निकटता घनिष्ठता भन्ने अर्थ लाग्छ है. निकटता र आफ्नो घनिष्ठताको 정도 भनेको कति जति घनिष्ठ छ कति जति निकटता छ भने 정도 भनेको त्यसको मात्रालाई 드러내는 중요한 역할을 합니다. 드러내는 भनेको तपाईको निकटतालाई 드러내는 प्रकट गर्ने
है आफ्नो निकटता जस्तै मेरो एउटा साथी छ उसँग चाहिँ एकदमै घनिष्ठ भएर त म भनेर बोलिरहेको छु भनेको यो अर्थ नै के हो त भनेको हामी बिचमा के कतिको निकटता छ है हामी बिचमा चाहिँ कतिको छिनमेल खामै छौँदो भनेको के त निकटताको हाम्रोको आत्मीयता कति जति त्यसको मात्रा कति छ भन्ने कुरा चाहिँ के त तुरन्त प्रकट गर्ने 중요한 एउटा महत्त्वपूर्ण 역할을 합니다. एउटा महत्त्वपूर्ण 역할 भनेको भूमिका चाहिँ खेल्दछ देखाउँदछ भनेर भनेको छ। आशा छ यहाँहरूले आजको छङ्बो र मुनालाई पनि राम्रोसँग बुझ्नुभयो होला। अहिले मैले जति पनि भनेको कुराहरू छ राम्रोसँग सुनेर पुस गर्दै प्रेस गर्दै एक एक लाइनहरूलाई कसरी मैले एक्सप्रेस र व्याख्या गरेको छु त्यो लाइनहरूलाई पुस गर्दै राम्रोसँग मिनिङहरू लेखेर राम्रोसँग पढ्नु होला। र भागिन आशय हो यहाँनिर चेक गर्नुहोस् के कुरा चेक गर्ने त सेल्फ असाइनमेन्ट भनेको छ आफ्नो सेल्फ होमवर्क भनेको अर्थ अब यहाँनिर आजको पाठ पढेर तपाईँले के कुरा सिक्नुभयो त भन्दाखेरि खाजकवा छिङ्गुए धे परिवार र साथीको बारेमा मुक्को सोध्न र थेदापाचुइत्ता परिवारको बारेमा सोध्न र मैले के गर्न सक्छु त उत्तर दिन सक्नेछु भनेर वाक्यान गर्नु पर्यो। अर्को कुरा वैमवा संख्यक धे बाहिरी रूप र संख्यक भनेको के त स्वभावको बारेमा माराजुइत्ता भन्न सक्नेछु। त्यसै गरी नोफिम मारल सायङ हाय शिष्ट भाषालाई प्रयोग गरेर माराजुइत्ता मैले बोल्न अथवा भन्न सक्नेछु। ल अब हामी इल्गीतर्फ जाउँ है। इल्गीमा दिएको छ हेर्नु होला 할머니입니다. हजुरआमा हुनुहुन्छ अरे। एन्सर नम्बर 2 2 नम्बरमा जाउँ यन्से भनेको के त उमेर हैन त शिष्ट भाषामा योसँग थाम थानो वा तलको शब्दसँग उइमिगा विशेषान भनेको अर्थ उस्तै भएको मारल कुरालाई मौसमिका कुरा चाहिँ के हो भनेको छ यन्सेसँग उस्तै कुरा के हो त एन्सर नम्बर हो 2 नाइ। त्यसै गरी धाम थानवै फाम्दै मारन मौसमिका तलको शब्दको फाम्दैमा भनेको के त विपरीत शब्द के हो रे फाल्बारादा भनेको के हो त तपाईको एकदमै एक्टिभ हुनु भनेको फान्दैमाल के हो त यसको एन्सर नम्बर हो 3 यामजनादा शान्त हुनु ज्ञानी हुनु भन्ने अर्थ लाग्दछ। त्यसै गरी जाउँ थामजुङ मिचुलछिन फुबुनी तल मध्ये मिचुलछिन फुबुन अन्डरलाइन लगाएको भागसँग मान्न मिल्ने मुन्जाङ्गल कोरिसिप्सियो वार्तालापलाई अथवा सेन्टेन्सलाई छान्नुहोस्। अब मिल्ने कुरा छानौँ है। एकमा भनेको छ 어머니께서 청소를 하십니다. आमा हजुरले सरसफाइ गरिबक्सनुहुन्छ मिल्छ त यस एन्सर नम्बर हो 1 एकमै मिलेको छ। अब 2 र 3 4 लाई पनि हेर्छौँ 아버지께서 창문을 닦습니다 भनेको छ मिल्यो मिलेन किन मिलेन भन्दाखेरि थाक्ता तपाईको के छ त थाक्ता भनेपछि थाक्ताको कन्सोनेन्टिङ हुन्छ थाक्कु सिम्निदा हुनुपर्ने हो नि त हैन त्यही भएर यो नमिलेको हो। 3 नम्बरमा जाउँ 할머니께서 음식을 만드십니다 हो यो पनि नमिल्नुको कारण के होला ल कन्सोनेन्ट इन्डिङ आएको छ मान्दुदा आएको बेला ल डिलिट भएर मान्दु सिम्निदा हुनुपर्ने हो है। त्यसै गरी 4 नम्बर 할아버지께서는 키가 크십니다 मिल्छ मिल्दैन के भन्नु पर्यो 크다को बिस्ती ख हो नि 크십니다 भनेर राख्नुपर्ने हुन्छ एन्सर नम्बर 1। ल जाउँ 5 नम्बरको कुरालाई पनि फेरि एकचोटि हामीले हेरौँ। 한국에서는 자신보다 나이가 많은 사람에게 높임말을 사용합니다. कोरियामा चाहिँ आफूभन्दा उमेर बढी भएको मान्छेलाई के गरिन्छ त 높임말 शिष्ट भाषाको प्रयोग गरिन्छ। 그러나 तर 자신보다 나이가 많아도 आफूभन्दा उमेर धेरै भए तापनि 가족과 같이 परिवारहरू जस्तै 가까운 관계일 때는 नजिकैको सम्बन्ध भएको बेलामा चाहिँ 반말을 사용하기도 합니다. ठाडो भाषाको प्रयोग गर्ने पनि गरिदछ।
그리고 अनि 자신보다 나이가 적은 사람에게는 आफूभन्दा उमेर कम भएको मान्छेहरूलाई चाहिँ 반말을 사용합니다. ठाडो भाषाको प्रयोग गरिँदछ. 하지만 तर 나이가 적어도 उमेर सानै भए तापनि 처음 만났거나 पहिलो पटक भेट्दा वा 친하지 않은 사람에게는 घनिष्ठ नभएको मान्छेहरूलाई चाहिँ 높임말을 사용해야 합니다. शिष्ट भाषा प्रयोग गर्नुपर्दछ. आफूभन्दा सानो भयो भन्दैमा पहिलो पटक भेटेको वा एकदम घनिष्ठ नभएको मान्छेलाई चाहिँ के गर्नु पर्यो त शिष्ट भाषाको प्रयोग गर्नु चाहिँ पर्दछ भने अब चारवटा अप्सनलाई हेरौँ. 한국에서는 친한 사람에게 높임말을 사용해서 말합니다. कोरियामा चाहिँ 친한 사람에게 कोरियामा चाहिँ घनिष्ठ मान्छेलाई चाहिँ 높임말을 사용해서 घनिष्ठ मान्छेलाई शिष्ट भाषा प्रयोग गरेर 말합니다. हो त होइन है. घनिष्ठ मान्छेसँग चाहिँ ठाडै भाषा बोलिन्छ है. दुईमा भनेको छ 한국 사람들은 상대의 나이에 따라 कोरियामा चाहिँ कोरियन मान्छेहरूले चाहिँ 상대의 나이에 따라 विपक्षको उमेर अनुसार 사용하는 말이 다릅니다. विपक्षको उमेर अनुसार नै प्रयोग गरिने बोली शब्द चाहिँ फरक छ. हजुर यो कुरा मिलेको छ. मान्छेको चाहिँ के त उमेर अनुसार नै प्रयोग गर्ने के त कुरा फरक छ. के कुरा फरक छ? छुन्देमा र फानमा हैन. यो कुरा एन्सर नम्बर हो 2. भने 3मा के भनेको छ भन्दाखेरि 나이가 어린 사람에게는 उमेर कम भएको मान्छेलाई चाहिँ 친하지 않아도 घनिष्ठ नभए तापनि 반말을 사용합니다. ठाडो भाषा बोलिन्छ हो त होइन है. किन मान्छेको उमेर कम भए तापनि घनिष्ठ छैन भने शिष्ट भाषा नै बोल्न पनि हुन्छ. त्यसै गरी 가족처럼 भनेको परिवारहरू जस्तै 가까운 관계여도 परिवार जस्तै नजिकैको सम्बन्ध भए तापनि 나이가 많으면 उमेर धेरै छ भने 높임말을 사용해야 합니다. शिष्ट भाषा बोल्नुपर्छ. हल्का मेहनत जान्छ तर होइन. उमेर धेरै भयो भने घनिष्ठ भए तापनि हामीले चाहिँ ठाडै भाषा बोल्छौँ. कस्तो बाबा आमाहरूसँग लगायतको कुराहरू अघि हामीले कुरा गरेको थियौँ भने एन्सर नम्बर हो 2. ल अब हामी 특기 है लिसनिङको क्वेसनहरुतर्फ जाउँ. 1번부터 2번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 1번 아버지께서 키가 크세요? 1. 아버지께서 키가 크세요? बाबा हजुर अग्लो हुनुहुन्छ अथवा अग्लो होइसिनुहुन्छ भनेर भनेको छ भने अब एन्सर नम्बर कति नम्बर होला त छानौ. 네, 아버지께서는 집에 계세요. 2. 네, 아버지께서는 키가 크세요. हजुर बाबा हजुर चाहिँ 3. अग्लो हुनुहुन्छ. 아니요, 아버지께서는 회사원이세요. बाबा हजुर चाहिँ कर्मचारी 사. हुनुहुन्छ. 아니요, 아버지께서는 네팔에 사세요. बाबा हजुर चाहिँ नेपालमा बसोबास गर्नुहुन्छ. एन्सर नम्बर 2. 2 नम्बरको प्रश्न एकचोटि सुनौ. 2번 여동생이 몇 명이에요? बहिनी 1. कतिजना हुनुहुन्छ? 학생이에요. विद्यार्थी 2. हो. 부지런해요. जागरिलो हुनुहुन्छ. 3. 한 명 있어요. एकजना छन्. 4. 미얀마에 있어요. म्यानमारमा हुनुहुन्छ. एन्सर नम्बर हो 1 명 있어요. है त. ल जाऊ. 3번부터 4번까지 두 사람은 무엇에 대해 말하고 있습니까? ल 3 देखि 4 दु सारामन मुझसे 대해 말하고 있습니까? दुई व्यक्ति चाहिँ के को बारेमा कुरा गर्दै हुनुहुन्छ भनेको छ. 3번 이분이 딜로바 씨 아버지세요? 이 व्यक्ति दिलुबाजीको आवाजी हो? 네. 그리고 हजुर. 그 옆에 계신 분은 제 어머니세요. र त्यहाँ नजिकै छेउमा बस्नु व्यक्ति चाहिँ मेरो आमा हो. के को बारेमा कुरा गर्नुभएको छ उहाँहरूले? हजुर.
가족को बारेमा परिवारको कुरा गर्छ हैन त त्यसै गरी जाउँ 4 नम्बर 4번. 동생도 니찬한 씨처럼 키가 커요? 동생도 니찬한 씨처럼 키가 커요? भाइ पनि निचानन जस्तै हाइट अग्लो छ भनेर सोधेको छ 아니요. नाइ 제 동생은 키가 작아요. मेरो भाइको चाहिँ खी चाहिँ कम छ हाइट कम छ भने चाहिँ के को बारेमा कुरा गरे त उनीहरूले एन्सर नम्बर 2 हजुर वेमो बाहिरी रूप हैन त संज्ञक भनेको उसको व्यवहार भइहाल्यो चरित्र त्यसै छिगप पैसा भइहाल्यो छुमी भनेको रुचि ल जाउँ 5 नम्बरमा 5번. 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. थामल दुखको तलको कुरा सुन्ने र योजन माल्दो जोडिने कुराहरूसँग यो जोडिने कुरामा खाजाङ आलमाजन जोडिने कुरासँग सबैभन्दा मिल्ने कुरालाई चाहिँ कुरुसिप्स्यो छान्नुहोस् भनेको छ हेर्नुहोस् है 푸엉 씨는 남동생이 있어요? 공지고 भाइ छ 1. 가족은 베트남에 살아요. भाइ छ भनेर सोद्धाखेरि अब कुन चाहिँ एन्सर मिल्छ 남동생은 지금 게임해요. गेम खेल्छ 3. 가족은 지금 베트남에 없어요. परिवार अहिले 베तनाममा 사. छैन 남동생은 없고 오빠가 있어요. भाइ त छैन तर को छ त दाइ चाहिँ छ एन्सर नम्बर हो 5 हैन त आशा छ आज च्याप्टर 8 लाई हजुरले बुझ्नुभयो होला भनी अब शीघ्र फेरि च्याप्टर 9 लाई लिएर आउनेछु 자, 여러분들 열심히 공부하시고 다음 영상에 또 봐요. 감사합니다.